स्वास्थ्य लोकसेवा यसमा विरोध किन? प्रिभेन्सन इज बेटर देन क्योर। नमस्कार, म अखिलेश कुमार। सङ्घीय सरकार र राज्यलाई मेरो चेतावनी। कागजमा अस्पताल, व्यवहारमा जिरो उपस्थिति। न नर्स न डाक्टर, जहाँ कोही पुग्दैन त्यहाँ केवल एँचे उभिन्छ। तर दरबन्दीमा किन एँचे नै सुनिँदैन? हालै थपिएका 977 दरबन्दीमा हेल्थ सिस्टमलाई पूर्णतः नील राखेर सरकारले कस्तो खालको स्वास्थ्यको क्रान्तिको सपना देख्छ? के मन्त्रालयलाई थाहा छैन? यो देशका हजारौँ हेल्थ पोस्टहरू न त डाक्टरले चलेका छन् न त नर्सले। केवल एँचे सिएमए अनमीको त्याग र भरोसाले टिकेका छन्। हाम्रो गम्भीर प्रश्न सरकारसँग छ। गाउँको सहारा खोइ, दुर्गम क्षेत्रका हेल्थ पोस्टमा डाक्टर पुग्दैन, नर्सको दरबन्दी छैन, त्यहाँ रात दिन बिरामीको सेवामा खट्ने एकमात्र भगवान भनेको एँचे हो। आज त्यही एँचेलाई दरबन्दीबाट हटाउने भनेको गाउँको गरिब जनतालाई मृत्युको मुखमा ढकेल्ने हो। अब सुन्नु विभेदको प्रकाष्ठ। सहरका ठुला अस्पतालमा विशेषज्ञ थापेर सङ्ख्या देखाउने सरकार गाउँमा अहोरात्र खट्ने पारामेडिकललाई किन अपमान गर्छ? के गाउँको मान्छेको ज्यानको मूल्य सहरको भन्दा कम छ? नाली भत्काउने खेल जुन चलिरहेका छ सरकारलाई थाहा छैन? प्राइमरी हेल्थ केयर बिनाको महल स्पेसलिस्ट हस्पिटल कहिले टिक्दैन। एँचेको अस्तित्व मेट्ने प्रयास नेपालको स्वास्थ्य प्रणालीलाई नै दुर्घटनातर्फ लैजाँदैछ। सरकारले विभेदकारी निर्णय तत्काल सच्याउन सक्दैन, एँचेको सम्मानजनक दरबन्दी थप गर्दैन भने हामी स्पष्ट भन्न चाहन्छौँ, जहाँ हाम्रो अस्तित्व छैन त्यहाँ स्थिति पनि हुन छैन। एँचे बिना चल्ने स्वास्थ्य सेवाको कल्पना अब सरकार आफै गरोस्। ममतालाई कमजोर ठान्ने गल्ती महँगो साबित हुनेछ। गाउँका हेल्थ पोस्ट, सब हेल्थ पोस्टमा डाक्टर पुत्याउने आँट गर, होइन भने पारामेडिक्सको अधिकार मिटाउन दुस्साहस नगर। यी प्रश्न सोध्नु सरकारसँग। पूर्ण बहुमतको सरकार छ भने मनामनी नहोस्।